साथीहरू, आज हामी चाहिँ सुदुपाङ घुम्न जाँदैछौँ। अब अहिले हामी भुटानको सुन्तलाबारीतिर हिँडिरहेको छौँ भने अहिले हामी यता सुन्तलाको एरिया भनौँ, सुन्तलाको इलाका हुँदै चिस्पाङ गाउँपालिका छिर्ने बाटो सलाखुबाट जाँदै अहिले म र अनुप भान्जा चाहिँ बाइकमा छौँ। केटाहरू पछाडि आउँदैछन्। यो ठाउँलाई चाहिँ नाम ठ्याक्कै पोलोचेत भन्छ भने यहाँनिर चाहिँ पुरै सुन्तला छ। सुन्तलाबारी यता चाहिँ सुन्तला बगैँचा हो सबै यो मुनितिरको सुन्तला बगैँचा। हेलो गाइज, हेलो, के छ? हामी चाहिँ अहिले ठ्याक्कै सानो कल्लेरी कृषि फर्मको आसपासमा पुग्यौँ। सुन्तला बाजी भन्ने चिन्ने हाम्रो घरबहादुर काकाको फर्म छेउमा पुगेको छौँ। सानो कल्लेरी कृषि फर्म सुन्तलाको एकदम उद्गम स्थल भनेर मानिन्छ। यो मुनिको बोटहरू सबै सुन्तला हो, माथितिर पनि छ। यो बाटो तलमाथि अनि पानी भित्र सबै ठाउँमा सुन्तला छ। है त गाई, साँच्चै अब ढुङ्गासाङ आइपुग्नु लागेको। खोला आइपुग्यो है साथीहरू। यहाँ त साथीहरू त अनि टन्नै रहेछ। साथीहरू फर्किँदै जस्तो सबैजना साथीहरू चाहिँ फर्किँदै रहेछ। जाने हो गइदिउँ कि है, एक दुई डुब्की हान्ने त्यहाँ छेउमा त होचै होला नि। आउँदैन र तपाईँलाई पौडी खेल्न चाहिँ। अब हामी चाहिँ त्यहाँ पौडी खेलेर एकछिन पौडी खेल्ने, डुब्की हान्ने, जाने है। सक्दैन है, अस्तिको हेरेर अलिकति ठुलो भयो। रेकर्ड हुँदैछ है त। हेलो साथीहरू, अब चाहिँ हामी चिस्पाङको गर्दीले भन्ने ठाउँमा एकदम मनोकामना देवी थानमा आइपुगेको छौँ। फाइनली अब चाहिँ हामी केटाहरूले कुर्दैछौँ यो मनोकामना थानमा, मनोकामना देवी थानमा कुरिरहेको छौँ भने। अब बाटो यता छ सडक, पौडी चिसो कटु लाएर कटुमाथि ट्र्याक लगाइदिएको। ए jam mau hari ini juga, ain baik kah tornya? ढुङ्गा फालिङ यो रेटमा हालेको फिल्म गर्दो रहेछ नि त, आउँदो रहेछ यहाँ। आउँदो रहेछ अहिले। त्यही त झन् यार धामङ्गैला एम्बदिङ एन्दमाया छन्द खबरिन बिबर जति मलाई सप्तङ खोला आयो। यो चाहिँ सप्तङ खोला, भाल्चे र साल्मेको बिचको सिमाना सप्तङ खोला।
चाहिँ टक्क लगाएर आलीमा कहाँ थो लाले ल ल ए पिच मुभा ए विवेक खोइ अब हामी चाहिँ किपुतमा छौँ किपुत भन्ने ठाउँमा किपुतबाट हामी अलिकति मिस्टेकबाट आएर उताबाट गुन्सा हुँदै जाँदैछौँ है यो हो नि त तरिका हामी चाहिँ अब फेरि सप्तङ खोला आइपुग्यौँ सप्तङ खोला आइपुग्नु लाग्यो अब तलबाट यसरी आएको थियो भने हामी सालमे तरेर फेरि हामी भाल्चेतिरै दुम्पङतिर लाग्दैछौँ अब हाम्रो केटाहरू चाहिँ कोही अगाडितिर गइसक्यो भने कोही फोटोसुटको लागि यसरी बस्दैछन् त्यो त्यहाँ अनि छाङ्ग हो नि त्यहाँ फुङमुङ छाङ्ग भने त्यहाँनिर हो गएर फुङमुङ छाङ्ग भने त्यो एउटा झर्ना छ नि त्यही हो त्यहाँ माथि ठ्याक्कै यो त्यो यो दुईवटा डाँडा जोड्ने ठाउँमा क्या एकदम खतरा झर्ना यहाँ चाहिँ हाम्रो सप्तङमा यो चाहिँ सप्तङको झर्ना है आजकल पनि दामी झर्ना छ तपाईँहरू आउन सक्नुहुन्छ एकदम बाटो पनि खुल्ला छ एकदम बवाल छ हाम्रो साथीहरू चाहिँ अहिले फोटोसोटो खिचिरहेको छ भने हामी चाहिँ अब यहाँबाट दुम्पङतिर लाग्दैछौँ दुम्पङ भन्ने ठाउँ चाहिँ हो त्यहाँ परको डाँडा हो त्यहाँबाट यता हुँदै अहिले यहाँबाट चाहिँ टक्क लगाएर हामी अब दुम्पङ जानेछौँ अहिले चाहिँ यो झर्ना चाहिँ एकदम बवाल छ है सबैजना घुम्न आउनु होला यो चाहिँ किस्पङ गाउँपालिकाको सालमे उताबाट चाहिँ भाल्चे पर्छ नि यतापट्टि चाहिँ सालमे पर्छ सालमे र भाल्चेको सप्तङ खोलाको ठ्याक्कै यहाँ सप्तङ खोलाको झर्ना छ यो चाहिँ जतिखेर पनि यति नै बसिरहेको हुन्छ अब कहिले पनि घट्दैन भन्ने नि हुन्छ यो एकदम सदाबहार भइरहने झर्ना हो यो चाहिँ अब अरू झर्ना जस्तो बर्खा असार साउनमा चाहिँ हुने आउने अनि त्यो हिउँदोमा चाहिँ हराउने त्यो खालि झर्ना यो चाहिँ 12 महिना यत्तिकै आइरहने झर्ना है साथीहरू आउनु होला घुम्न आउनु होला ल है त देख्दै छु पछाडि हेलो नमस्ते अगेन अब हामी चाहिँ ठ्याक्कै भाल्चेको भेडा फार्म दुम्पङमा आइपुगेका छौँ दुम्पङ चाहिँ यस्तो दामी ठाउँ छ तपाईँहरू पनि घुम्न नछुटाउनु होला यतापट्टि सालमे देखिन सकिन्छ भने यतापट्टि चाहिँ भाल्चेको दुम्पङ भनिन्छ यहाँ चाहिँ पहिला राजा शासनको बेलामा राजाहरूको एउटा भेडा फार्म भेडागोठ थियो अरे भने अहिले पनि छ भन्छ त्यो राजाको भन्ने नामकरण चाहिँ अहिले पहिला चाहिँ राजाको गोठ भन्थ्यो हामीले सुनिन्थ्यो अब हाइब्रिड जातको भेडाहरू चाहिँ यहाँ भेटिन्थ्यो पाइन्थ्यो जर्सी होइन के अब मसिनहरू चाहिँ खिच्दैछ
यसो सिनहरू तपाईँहरूलाई हालिदिन्छौँ। अब हाम्रो भाइको ड्रोन सट पनि अलिअलि हाल्नुला, ड्रोन पनि उडाउनेछौँ। हावाले साथ दियो भने हावाले साथ दिएन भने चाहिँ हामी ड्रोन सट चाहिँ हाल्ने छैनौँ, ड्रोन उडाउने छैनौँ, किनकि हामीलाई ड्रोनले पहिला पनि हामीलाई तर्साइसकेको छौँ, चातो खाइसकेको छौँ। माथि उडेको हुन्थ्यो। एउटा राइडर चाहिँ पुरै एक्सिडेन्ट भइरहेको एक्सिडेन्ट भइसक्यो। हामी ठिक ठाउँमा ठिक बेलामा ठिक ठाउँमा आइपुग्यौँ, ठिक समयमा। ड्रोन चार्ज नै भारै छ, सो अहिले ड्रोन सट चाहिँ अलिकति ढिला हुने भयो। लकडाउन अहिले चाहिँ हामी चाहिँ यसो खाल खान लाग्यो है। हाम्रो क्लच भाँचेको मान्छे यहाँ क्लच भाँच्यो उहाँको चाहिँ दाहिनेपट्टिको क्लच यस्तो छ। यो चाहिँ यो चिज के होला, दुम्बाङमा यस्तो चिज फल्दो रहेछ। आजको खाजाको स्पोन्सर धेरै धेरै धन्यवाद। स्पोन्सर एकदम तपाईँलाई एकदम धन्यवाद भन्न चाहन्छु। यति चाहिँ उहाँले स्पोन्सर गर्नुभएको छ। फोर्जे नगरमै एउटा ठाउँमा राखौँ। यस्तो ल्याम्प्स मामा ल्याम्प्स एला मेरो नाकुमा गुरुले किने मलाई किन माले मेरो मेरो पाल दामी अब मेरो बाल छोड नि मामा तू भागम न वाओ ओ नाले चावल त आज के दाम झोला दे हम पूरा गए ओए 이타미오 시르르 머리를 본도 버려 춘드로 사랑해 오빠 हिमालय माझे के थाइल्यान्ड त्यो जो सुँगुर की तो जो चाबी से रिप दे इंग्लिश से पूछा ते पूछा दे बोले मत रिटो नगला त चाहिँ चिकन बङले पूछा दे पोर्क बङले पूछा मासु त यति धेरै थरी थरी हुन्छ यो खाने भन्यो भने म्याउ गर्छ या जिङो न खाना से अब हुजुरी यो बेला आधा देछिम मतलब यो बिनो बङ बि लागिरम पंग दो बेछिम हुजुरी ताबरिम अलरेडी तब दे अब खाजु पोर्कला खाजु ता हैन टक्क यो बि लागिरे लगा त्यो थाइल्यान्ड त्यो जो पास्टर की जे पोर होला एमा त स्पेशल डिश वा गजि पोर्छि सर्वजन दिन सर्वले के हिरो देखिरा रे बाबा यो नन्दको सर्वैसा शब्द न्याङले जान सर्वरङले अबि अबि अब दुम्बाङमा आएर खाजा खाइसकेपछि चाहिँ प्लास्टिक जन्य त्यो सामानहरू चाहिँ प्लास्टिकहरू सिसाहरू चाहिँ एउटा व्यवस्थित ठाउँमा राखिदिनु होला, फोहोर नगरिदिनु होला, कि त भने आफै फर्काएर लानु होला कि प्लास्टिकमा प्याक गरेर लानु होला, नत्र भने यता डस्टबिनहरू पनि छ। डस्टबिनहरूमा पनि हाल्न सकिन्छ, डस्टबिनमा हाल्नु होला। यसरी जथाभावी प्लास्टिकहरू चाहिँ नफाल्नु होला।
मैले एनएसमै राखेको थियो फाइनली अब हामी चाहिँ घुमिसकेर अब घर फर्किने तर्खरमा छौँ। अब घर फर्किन्छौँ छिटै। अब यो ठाउँलाई अब छोड्न चाहिँ मन छैन, तै पनि अब छोडेर जानै पर्छ, के गर्नु होइन, यहीँ बसेर पनि छोडेर भन्दै थियो तुम्बङले, तर जानै पर्छ। एकदम जानै पर्छ। सबैजनालाई वेलकम छ किस्पाङ गाउँपालिका भाल्चेको भेडा फार्ममा। यो चाहिँ बेलुकी पाखाको दृश्य दुम्पाङको। सो नाउ अब हामीले चाहिँ अब दुम्बाङ छोडेर जाँदैछौँ, तर मेरो मन चाहिँ यतै छोडिराखेको छु। अब जान मन त छैन, त्यही पनि बसिराखेर पनि हुँदैन, जाँदैछौँ। अब त यहाँ त झर्ना हो नि, एकचोटि मैले भिडियो बनाएको थिएँ नि, यही झर्ना हो नि। ओहो हेलो हेलो, आरामले जान्छ क्या ट्वेन्टीहरू हामीले ढक 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 भन्थ्यो अगाडि पछाडि। हेलो गाइस, अब चाहिँ हामी दुम्बाङ घुमेर पनि आइपुग्यो। किस्पाङको यो चाहिँ प्रवेशद्वार हो पनि। अब हामी चाहिँ अब एक्जिट भइसक्यो, निस्किसक्यौँ। हाम्रो साथीहरू अब हामी चाहिँ हिप्पीतुर नगरपालिकामा प्रवेश। सँगसँगै हाम्रो आज चाहिँ अब यात्रा समाप्त भनौँ। समाप्त त अब घरमा पुगेर मात्रै समाप्त हुन्छ भन्ने भिडियो चाहिँ यहीँ समाप्त गर्ने तयारीमा छन् हाम्रो साथीहरू दौड्यौँ। ल हाम्रो टोलीहरू आइपुग्यो। यो चाहिँ किस्पाङको प्रवेशद्वार। ल भिडियोलाई यहीँ अन्त्य गर्दै साथीहरू सबैजना आइपुग्यो। सबैजना घरतिर लाग्नेछ। ल त बाई 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 बाई।